सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गर्ने महान्यायाधियोक्ताको निर्णय विरुद्ध दायर रिट उपरको सुनवाई बिहीबार पनि हेर्दैमा सकिएको छ। अब अर्को सुनवाई आइतबार हुनेछ। न्यायाधीश द्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दैमा रहेको यो मुद्दाको सुनवाई केही दिन यता निरन्तर भइरहेको छ। यसअघि मंगलबार रिट निवेदकको तर्फबाट बहस भएको थियो। बिहीबार महान्यायाधियोक्ता कार्यालयको तर्फबाट सरकारी वकिलहरू जवाफी बहसमा उतारियो। महान्यायाधियोक्ता सविता भण्डारीले पुस 30 गते लामिछानेको हकमा अभियोग पत्र संशोधनको निर्णय गरेकी थिइन्। आलोचना बढेपछि 2 माघमा अरू सबै आरोपितहरूको हकमा अभियोग पत्र संशोधनको निर्णय लिएकी हुन्। सर्वोच्चले यसअघि महान्यायाधियोक्ता कार्यालयको मुद्दा फिर्ता सम्बन्धी निर्णयको कागजात मगाइसकेको छ। तत्कालीन नेतृत्वमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया